दर्शकहरू नमस्कार। यो वेदिका केसीज्यूले जो यो राधिका दासी माता लगायत अन्य देवीहरूलाई माताहरूलाई जो आरोप लगाउनु भएको छ त्यसको विषयमा म भिडियो बनाउँदै आएको छु र उहाँले जुन शैलीमा प्रस्तुत हुनुभएको छ त्यो ठिक छैन। अनि अर्को कुरो मैले भन्दै आएको छु कि यो जो कोही पनि पछि त्यत्तिकै लाग्दैन, अलिकति भूमिका नभइकन कोही पनि पछि लाग्दैन। उहाँहरूले त्यो विश्वास समाजमा छोड्नु भएको छ। अनि अर्को कुरो के हो भनेदेखि आस्था र विश्वास भन्ने कुरो संसारै ढल्छ, मान्छेमा आस्था र विश्वास ढल्दैन। अब उहाँले ढोङ्गीहरू भन्नुहुन्छ। अब ढोङको जो कुरो गर्ने भने यहाँ सबै ढोङ छ, केही पनि सच छैन। मैले योभन्दा पहिलाको भिडियोमा पनि प्रशस्त दृष्टान्त दिएको छु। यही कुरा श्रीमद् भगवत गीतामा भगवान श्रीकृष्णले पनि बताउनु भएको छ। संसारमा चल्दै आएको रीतिरिवाज लोकले अनुसरण गरेको कुरा मान्नुपर्छ, लोकचलन अनुसार चल्नुपर्छ। अब यो राधिका दासी लगायत देवी माता झाँक्रीहरू जो हुनुहुन्छ, यो त नेपाली समाजमा चलेको परम्परा हो। अब यस्ता धामी झाँक्रीको सम्बन्धमा कतिपय यस्ता केसहरू पनि आउँछन्। यो डाक्टरले निको गर्न नसकेर मृत्युको मुखमा फर्काइदिएका पनि धामी झाँक्रीले ठिक गरेका प्रशस्त उदाहरण पाइन्छन्। यसको मतलब सबै सच हो भन्ने कुरो होइन, सब सपोर्ट गरेको पनि, तर त्यस्ता केस भेटिएका छन् जसले सकारात्मक भूमिका निभाएका पनि छन्। र जो पछि लागेका छन्, उनी धामी झाँक्रीको पछि लाग्ने पनि उनीहरूले केही नगरिकन त त्यत्तिकै पछि लागेका हुँदैनन्। जस्तो मान्छे बिरामी हुन्छ, हस्पिटल जान्छ, त्यो के त भन्दाखेरि ऊ निको नभइकन दबाईले हुन्छ भनेर जान्छन्। अनि कतिपय कुरा यस्तो हुन्छ कि कोही कुरा विश्वासमा भर पर्ने कुरा हुन्छ। आत्मविश्वासमा त्यो कुराबाट मलाई हुन्छ भन्ने विश्वास भयो भने त्यसलाई त्यो ठिक, यसलाई भन्छ साइकोलोजिक मनोवैज्ञानिक उपचार। मनोवैज्ञानिक उपचारको यस्ता भौतिक प्रमाण खोजेर केही पनि पाइँदैन। र राधिका दासी माता लगायत सम्पूर्ण जति पनि माता देवीहरू हुनुहुन्छ, उहाँहरूले जनताले मान्दै आएका हुन्। र जबसम्म जनताले मान्छन्, यसको हेर्नुहोस् वेदिका दासीज्यू, जबसम्म जनताले मान्छन् तबसम्म यसको केही उपचार हुँदैन। बरु तपाईँ पनि के गर्नुहोस्, त्यस्तै आफूलाई पनि मान्ने बनाउनुहोस्। तपाईँले सामाजिक सञ्जालमा कतिचोटि माफी मागिसक्नु भएको छ, त्यस्तो कुरो नगर्नु न। आफैले माफी माग्नुपर्ने कुरो नबोल्नु न। राधिका दासीसँग पनि तपाईँले माफी मागिसक्नु भयो। त्यस कारण बरु तपाईँले जनताको मन जितेर सामाजिक कल्याणका कामहरू, राधिका दासी माताले जस्तै कल्याणका कामहरू गर्दै हिँड्नु, अनाथ बालबालिका आश्रम खोल्नु, आफ्नो शक्ति त्यतातिर लगाउनु न। अनि पो बल्ल कुरो हुन्छ, तपाईँको सकारात्मक कुरो हुन्छ। नभए अहिलेसम्म त तपाईँ जो सामाजिक भूमिका निभाएका मानिसहरूको नकारात्मक पक्ष मात्रै हेर्दै जानुभएको छ। अथवा तपाईँले त कसैको नकारात्मक पक्ष हेर्दै जानुहुन्छ भने पनि त्यस्तो जो समाजमा जो अत्यन्त भ्रष्टाचार छन्, सकारात्मक भन्दा नकारात्मक कामहरू धेरै छन्, जो जनता आहत पीडित छन्, जसदेखि हो त्यस्ताका भण्डाफोर गर्नु प्रशस्त छन् नि। तपाईँ खोज तलास गर्नु, अनुसन्धान गर्नु, त्यसबाट जनताको पनि कल्याण हुन्छ, तपाईँको पनि कल्याण हुन्छ। हस्त दर्शकहरू, भिडियो मन परे लाइक कमेन्ट सेयर गर्दै रहनु होला।